यो चाहिँ मैले लेखेको गीत हो, 2 दिन भएपछि लेखेको थिएँ होइन। त्यसको अगाडि सानो पार्ट सुन्नु चाहिँ म तिमी रानी बन किन हो किन खोजिरहन्छ मन सधैँभरि तिमीलाई नै। तिम्रो हाँसोमा खुसी हुन्छ मन चाहिँदैन मलाई केही। तिम्रो नै साथमा आनन्द मन छैन तिमी तडपिहाल्ने। तिम्रो बोली हराउँछु म त बुझाइदिनु है मलाई। चाहना छ मेरो तिमीसँगै जिउने, बहाना छ होला तिम्रो यो गीतको कहानी चाहिँ के भन्दाखेरि एउटा केटाले एउटा केटीलाई मन परिरहेको हुन्छ होइन, फर्स्ट लभ टाइपको। अनि त्यसमा नि म राजा भन्छु तिमी रानी बनोस् त्यस्तो भनिरहेको हुन्छ नि, फर्स्ट वान साइड लभ भइरहेको हुन्छ। तर केटीले चाहिँ भाउजा हुँदैन, केटी चाहिँ साई लाग्नु खोजिरहेको हुन्छ, केटाले चाहिँ फोर्स गरिरहेको हुन्छ, केटी चाहिँ साई लागिरहेको हुन्छ क्या। त्यही भएर चाहना छ मेरो तिमीसँग जिउने यस्तो यस्तो टाइपको भएको फर्स्टमा लभ भइरहेको हुन्छ, पछि चाहिँ हल्का वान साइडेड लभमा पर्छ केटा। त्यही हो यसको चाहिँ कहानी।